मेरो नाम टिक्का पौडेल हो हैन। आज हामी चोकमा जान लाग्यो के भोलि 1 गते माघे संक्रान्ति हैन। अब म हजुरलाई मेरो घर देखाउँछु है। म चाहिँ घर देखाउँछु है मेरो। यो चाहिँ मेरो घर हो है। मैले मेरो घर नि देखेँ। अब यो हाम्रो फुलबारी हो। है त यो ढोका यस्तो राम्रो छ हाम्रो घर। अब हामी चोकमा जाँदैछौँ है त। अब भोलि 1 गते संक्रान्ति अनि के गर्नु अनि चाकु दिन गएको के हामी चाहिँ पसलमा। अनि मम्मीको लुगा किन्न थियो होइन मम्मी र म हो। हामी 2 जना भएर अब हामी यहाँबाट उता छ हाम्रो पसल। अब चाहिँ हामी हेर्दैछौँ है। उता छ हेर्नु है उता। हेलो गाइज, हाम्रो चाहिँ यहाँ मामा हजुरको घर छ। यहीँ हुनुहुन्छ है मामा हजुर चाहिँ यहाँ आफ्नो काम गर्दै हुनुहुन्छ। गर्मी भएर हाफ लुगा लाउनुहुन्छ। काम गर्नु भए म नजिकै गर्दै देख्नुभयो हजुरले यो है। उहाँ चाहिँ काम गर्दै हुनुहुन्छ अहिले होइन। उहाँ चाहिँ रुख काट्दै हुनुहुन्छ मामा हजुर। अनि यहाँ मामा हजुरले चाहिँ मलाई बाई गर्नुभयो के। यो चाहिँ हाम्रो बैरेनी चोक है। हामी चाहिँ यहाँ पसलमा आइसक्यौँ। अब भेली बदाम नरिवल लिन आएको है हामी चाहिँ। अब यहाँ चाहिँ हामी मामाको पसलमा छौँ। यहाँ चाहिँ सबै पाइन्छ होइन। यहाँ कुरकुरे अनि चोको पाई सबै पाइन्छ। हजुरले आउनु होला है। कोको कोला नि पाइन्छ सबै पाइन्छ। हजुरले आउनु होला है। हामी चाहिँ अब भेली अनि नरिवल होइन भेरी नरिवल अनि बदाम लिन आएको। यहाँ चाहिँ हाम्रो दिदी यति राम्री हुनुहुन्छ लिप बाम लाएर। अब चाहिँ हामी सामान किनेर घर जाँदैछौँ है। हामी चाहिँ फाइनल्ली मामा हजुरको घर आइसक्यौँ है। मामा हजुर चाहिँ काममा व्यस्त हुन्छ। यहाँ केराउहरू सबै छ है हेर्नु। यहाँ चाहिँ कस्तो राम्रो फुल छ कि हेर्नुहोस् गाइज। आहा यहाँ नि त यस्तो यस्तो फुल। हेर्नुहोस् है यहाँ त यस्तो राम्रो छ है। अब चाहिँ म भित्र जान लाग्यो है। म चाहिँ मेरो टिभी रुम देखाउँछु है। यहाँ चाहिँ हाम्रो छ मामा हजुरको टिभी रुमहरू यस्तो राम्रो छ है गाइज। म भान्सा कोठामा जान्छु है देखाउँछु। यहाँ चाहिँ भान्सा कोठा छ। यहाँ चाहिँ यस्तो छ है। यहाँ फ्रिज छ सबै छ। यहाँ तरुल बदाम यहाँ चाकु बनाइदिनु भयो माइजूले होइन। अनि काकु खै त माइजू? काकु चाहिँ कलेज जानुभयो होइन। कसको मोबाइल बनाउनु? मामा हजुरको
अब तँ हात हाल्नु हुन्न है त्यहाँ है। अब चाहिँ म जान्लाको है बाहिर। अब चाहिँ हामी घर आइसकेको छौँ सामान किनेर है। अब मम्मीले चाक्कु बनाएको नि म देखाउँछु अर्को भिडियोमा।